नमस्कार, म अजय रेग्मी। आज म पाल्पाबाट बुटोल आउने क्रममा 3वटा गाडी चेन्ज गरेँ। तीनैवटा गाडीमा एकदम चर्काचर्कीका साथ राजनीतिक बहस भएको सुने र मलाई केही कुराहरू भन्न मन लाग्यो। यति बेला हामी सङ्घीय सांसदको चुनावको एकदमै नजिकमा छौँ। भनेको अबको 7-8 दिनपछि संसदीयको चुनाव नै छ। यस बीचमा चाहिँ हामीलाई अत्यधिक मात्रामा लागेको यो राजनीतिक देखेर कहिलेकाहीँ आश्चर्यमा पर्छु म। विदेशका धेरै देशमा त होइन, एउटा देशमा म गएको देशमा मैले देखेको कुरा के थियो भन्दाखेरि त्यहाँ चाहिँ नि मतदान गरेर आएपछि मान्छे काममा जान्छ। त्यहाँको मान्छेलाई चुनाव आएको वास्ता पनि छैन, केही पनि छैन होइन, न त्यहाँ सार्वजनिक विधा छ। त्यहाँको मान्छे मस्त छ, गयो भोट हाल्यो आयो काम गर्यो, आनन्द छ। तर हाम्रो चाहिँ नि जसको हातमा कलम हुनुपर्ने थियो, जसले चाहिँ पढ्नु पर्ने थियो, विद्यार्थीको हातमा पनि पार्टीको झन्डा छ। त्यस्तै श्रमिकको हातमा जसले चाहिँ नि दिउँसो काम गरेर साँझ खानुपर्छ उसको हातमा पनि पार्टीको झन्डा छ। कर्मचारीको हातमा पार्टीको झन्डा छ, शिक्षकको हातमा पार्टीको झन्डा छ, सबैको हातमा पार्टीको झन्डा छ। नेतालाई भन्दा बढी राजनीतिक जनतालाई लागेको छ। अनि हामी कहिले सुध्रिने? सधैँ हामीले नेताले चाहिँ यो गरेन त्यो गरेन भनेर सधैँ नेतालाई मात्र गाली गरेर हुन्छ? नेतालाई गाली गर्नभन्दा पहिले चाहिँ हामी आफूले पनि त आफ्नो जिम्मेवारी बोध गर्नु पर्यो नि। विद्यार्थीले पढ्दैन भने नेतालाई गाली गरेर हुन्छ? हुँदैन नि। श्रमिकले काम गरेन भने नेतालाई गाली गरेर हुन्छ? कर्मचारीले काम गरेन भने नेतालाई गाली गरेर त्यसको समाधान हुन्छ? अनि हामीले चाहिँ नि केही पनि गर्न नपर्ने, सबै कुराहरू नेतामा आश्रित भएर हुन्छ त? राजनीतिक भनेको हामी जसरी गइरहेका छौँ यसरी हामी गयो भने चाहे नयाँ आउन् पुराना आउन् चाहे जो आओस् केही परिवर्तन हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन। किनकि हामी सबैले आफ्नो जिम्मेवारीबाट त हामीले आफ्नो जिम्मेवारीको भार त बोकेकै छैनौँ। हामी सबैले आफ्नो जिम्मेवारीको भार चाहिँ अर्कैलाई थोपर्ने बानी परेको छ। मलाई त कता कता लाग्छ नेताको चाहिँ 40% गल्ती छ भने हाम्रो चाहिँ 60% गल्ती छ जस्तो पनि लाग्छ कि। हामी सबैले आफ्नो कर्म राम्रोसँग गऱ्यौँ भने, नेताको पछि लागेनौँ भने त नेता कसरी नेता बन्छ? नेता बनाउने पनि त हामीले नै हो नि। नेतालाई चाहिँ नेताले भन्दा बित्तिकै, एउटा फोन गर्दा बित्तिकै उसको पछि लाएर हिँड्नु पर्ने, आफ्नो कर्मै गर्न छोड्नु पर्ने त्यस्तो बाध्यता के छ हामीसँग? हामी त अहिले त एकदम सर्वशक्तिमान छौँ त। हामीले जस्तो मान्छे चाहे त्यस्तै मान्छेलाई पठाउन सक्छौँ। त्यो चेत आएको खै यो पार्टी भनेको छ, त्यो पार्टी भनेको छ, तलतिर मास्तिरको दाजुभाइ घर परिवारको हाडिरहेछ, लडिरहेछ। यसरी चाहिँ कहिले परिवर्तन हुनेवाला छैन जस्तो लाग्छ। सबैभन्दा पहिला हामी नै चेत आउनु जरुरी छ, हामी नै सुध्रिन जरुरी छ। नेतालाई गाली गर्ने होइन, नेतालाई त अहिले सबक सिकाउने बेला आएको छ। नेताको पछि यो फलानु पार्टी यस्तो, फलानु पार्टी यस्तो भन्दै अहिले चाहिँ एउटा नेता बोकेर हिँड्यो, अर्को चुनावमा अर्को नेता बोकेर हिँड्यो। यही पद्धतिले गर्दा नै हो जस्तो लाग्छ हाम्रो देश सोचे जति विकास हुन नसकेको। त्यही भएर अब चाहिँ नि हामी सचेत हुन जरुरी छ। सबैले विचार गरौँ, हामी सबैले आफ्नो काम गरौँ। चुनाव त सधैँ आउँछ नि, अहिले मात्र चुनाव आउने हो त होइन नि त? नयाँ शक्ति त सधैँ आउँछ नि, अहिले मात्र आएको हो त होइन नि? हरेक पटकको चुनावमा एउटा न एउटा नयाँ शक्ति, नयाँ फन्डा आउँछ होइन। काम नभएको होइन, काम भएको छ, तर जुन रूपमा हुनुपर्ने त्यो चाहिँ भएको छैन। तर सबैभन्दा पहिलो सुधार चाहिँ हामी जनतामै आउन जरुरी छ जस्तो लाग्छ। र हामी जनताले चाहिँ नेतालाई सबक सिकाउने समय आएको छ। को नेता कस्तो छ भन्ने कुरा उसको मेरो आफन्ती हो भनेर त्यो दृष्टिकोणले नहेरेर, उसको विज्ञतालाई हेरेर, उसको शक्तिलाई, उसको क्षमतालाई हेरेर, उसको विगतमा गरेका कार्यहरूलाई हेरेर त्यसरी पहिचान गरौँ। यो पार्टी त्यो पार्टी भनेर एउटा पार्टीको झोला बोक्न छोडेर बिसाएर अर्को पार्टीको झोला बोक्न नथालौँ। हामी आफ्नो कर्म गर्न थालौँ। सबैभन्दा पहिला मत हालौँ, तर नेताको पछि लाएर केही हुनेवाला छैन। हामी जनता पनि दोषी छौँ, नेता मात्र होइन। त्यो भएर अहिले चाहिँ एकदम यो चुनावबाट चाहिँ नेताहरूलाई चाहिँ अत्यधिक मात्रामा सबक सिकाउन जरुरी छ जस्तो लाग्छ। हस्त, धन्यवाद।